सांस्कृतिक, सामाजिक, पुरातात्विक र धार्मिक विविधताको लागि प्रसिद्ध छ। छलिया सुरुमा तरवार र ढालको साथमा दुश्मनहरूसँग युद्ध गर्ने कला थियो भने हालको सन्दर्भमा छलिया सुदूरपश्चिम नेपालको सांस्कृतिक परम्परामा र पहिचानको रूपमा विकसित भएको छ। यो नाच श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान विजय हासिल गरी फर्कदा खुसी, हर्ष र उल्लासमा आफ्नो युद्ध कला दर्शाउन नाचिएको पाइन्छ। अहिलेको समयमा यो विवाह, व्रतबन्ध जस्ता शुभ कार्यमा नाचिने गरिन्छ। यो नाच हुड्काको तालमा नाचिने गरिन्छ, जसमा दमाहा, झ्याली, सनाही, खञ्जनी, मन्जिरा, ट्याम्को जस्ता बाजाहरूको प्रयोग गरिन्छ। यसमा सहभागी पुरुषहरूले सेतो फेटा, पौडी, सेतो पहिरन, कम्मरमा रातो कपडा बाँधेर नाचिने गरेको पाइन्छ, जसमा हुड्काको वीरगाथा, पौराणिक कथा र ऐतिहासिक घटनाहरू गाइन्छ। प्रस्तुत छ जोसिलो हुड्केली छलिया नृत्य। कहिले सुख पाइनु हो कि कर्म दुखारीलाई क्षमा चाले बिना क्षमा 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 कर्म दुखारीलाई क्षमा चाले बिना हजुर क्या छ रे लैजानु 60 वर्ष पुगेपछि सबैले गए जानु।